त्यो हिजो खोबार गएको थियो घुम्नलाई यता दममबाट। यस्तो स्पिड गाडी कुदाएको हो कि यस्तो स्पिड हावामा त सर्र हुने के यस्तो स्पिड गएको प्लेन पनि त्यत्तिको उड्दैन भाइ त्यो रोडमा त खतरा स्पिड उडाएको थियो। त्यो एउटा यमनी ड्राइभर थियो खतरा उडाउँछ ब्रेक पनि ग्यास लाउँछ भाइ सेकेन्डमा एक इन्चमा ब्रेक लाउँछ नि गाच रोक्छ दामी उडाएको थियो। ड्युटी सकेर गएको घुम्न के अर्को ठाउँमा त्यहाँको स्टाफ दिन गएको अनि त्यसै अर्को मेन रोडमा गएको थियौँ कि आयो होइन दामी रहेछ दामी छ यति धेरै पुलहरू यति माथिसम्म छ पुलहरू त्यस्तो हाइवेमा गएको खतरा भएको थियो। चान्स कहिले टाइम मिल्यो भने अब अर्को शनिबार आइतबार जान्छु होला सायद नेक्स्ट आइतबार। थ्याङ्क यू बाई बाई। अलिक म चाहिँ पछाडि सिटमा बसेको थिएँ र अनि कोही पनि थिएन दुईजना थियौँ छन त र पनि म चाहिँ पछाडि नै बसेको थिएँ अनि त्यति राम्रो भिडियो चाहिँ आएको छैन है त हेर्नु ल। थ्याङ्क यू गाइज।